नमस्कार, राधे राधे, शुभ बिहानी, सुप्रभातम, यहाँहरू सबैको दिन शुभ रहोस्। आज 2082 साल ज्येष्ठ महिनाको 17 गते शनिबार, तदनुसार 21 मे सन् 2025 ज्येष्ठ शुक्ल पक्षको पञ्चमी तिथि। तिख्य नक्षत्र आज अनिखेर चन्द्रमा आज कर्कट राशिमा प्रविष्ट भएको कुरा यहाँहरू सबैलाई अवगत गराउँदै राशिफललाई लिएर म उपस्थित भइसकेको छु। सर्वप्रथम त मेष राशि। मेष राशिवाला व्यक्तिहरूको आजको दिन अल्लाहको विश्वास गर्दा काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले दुःख पाउन सक्नुहुन्छ। घर गृहस्थीमा समस्या आउन सक्छ। परिवारजनसँग असमझदारी बढ्नुका साथै काममा बाधा पुग्न सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राखेर अगाडि बढ्नुहोला। पशुधन र जमिनबाट सामान्य लाभ लिन सक्नुहुनेछ, तर व्यवहारमा अरूको भर पर्दा धोका हुन सक्छ। सचेत रहनुहोला तपाईँ। दोस्रो राशि वृष राशि। वृष राशिवाला व्यक्तिहरूको आजको दिन सहयोगीहरूसँग केही असमझदारी बढ्नेछ। आश्वासन दिनेहरूले प्रतिबद्धता पुरा नगर्न सक्छन् तापनि मेहनत गर्दा राम्रो परिणाम प्राप्त हुन सक्छ। विवादास्पद काममा जुट्नु परे पनि धन आर्जन गर्न सक्नुहुनेछ। प्रतीक्षित नतिजा कमजोर देखिए पनि थप कर्मतर्फ उत्साहित हुनुहुनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सक्नुहुनेछ। तपाईँले व्यापारमा सामान्य फाइदा हुने योग छ तपाईँलाई। तेस्रो राशि मिथुन राशि। मेहनतले मान सम्मान दिलाउन सक्छ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउन सक्छ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बिग्रन सक्छ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको मन जित्न सक्नुहुन्छ तपाईँले। अनि मेहनतले नामदाम र इनाम हात पार्न पनि तपाईँ सफल हुनुहुनेछ। चौथो राशि कर्कट राशि। कर्कट राशिवाला व्यक्तिहरूको आजको दिन कामना पूर्ण हुनेछन् र स्वादिष्ट भोजनको आनन्द प्राप्त गर्न सक्नुहुनेछ। लक्ष्य अनुसार समयमै काम सम्पादन हुनेछन् तपाईँका। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। नयाँ कामतर्फ विशेष अवसर प्राप्त हुनेछ। पहिलेको सफलताले पनि हौसला जगाउनेछ। व्यापारमा फाइदा हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। परम्परालाई समय सापेक्ष सुधार गर्नुभयो भने तपाईँ सफल हुनुहुनेछ। पाँचमा राशि सिंह राशि। भर्खरै आउने खर्च बढ्नाले भइपरि आउने खर्च तपाईँको बढ्न सक्छ। अर्थ अभावको स्थिति रहन सक्छ। अवसरको खोजीमा केही दौडधुप भने गर्नुपर्ने हुन सक्छ। व्यवसायमा लगानी बढाउनु परे पनि कर्जा मार्फत धन जुटाउन सक्नुहुनेछ। आज केही खर्च लागे पनि यात्राको प्रक्रिया अघि बढ्नेछ। आफ्ना बाटै टाढिनु पर्ने स्थिति आउन सक्छ। सावधान। दिगो काम प्रारम्भ गर्न समयले साथ दिनेछ। परोपकारी काम सम्पादन गर्न तपाईँले सक्नुहुनेछ। छैठौँमा राशि कन्या राशि। जिम्मेवारी बढिरहनेछन्, तर काममा अरूको मुख ताक्ने बानीले पछि पर्न सक्नुहुन्छ। प्रतिफल हात पार्न केही समय लाग्नेछ। महत्त्वपूर्ण काम बिचमा रोकिन सक्छ है, सावधान। आकस्मिक खर्च बढ्नाले कर्जा लिनुपर्ने हुन सक्छ। केही लाभांशहरूका लागि पनि खर्च गर्नुपर्ने देखिन्छ। सरसापटमा धन बाहिरिने देखिन्छ। आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने पनि हुन सक्छ तपाईँलाई आज। सातौँमा राशि तुला राशि। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ने हुन सक्छ। अरूका काममा श्रम तथा बुद्धि खर्च गर्नुपर्ने हुन सक्छ। आफ्ना काममा समय दिन नसक्दा मन दुःखी हुन सक्छ तापनि लगनशीलताले फाइदा दिलाउन सक्छ तपाईँलाई। विभिन्न अवसरले पछ्याउने छन् भने भविष्यमा फाइदा हुने कामको जग बसाउने मौका तपाईँलाई आएको छ। मेहनतको प्रतिफल प्राप्त हुनेछ। प्रयत्न गर्दा आंशिक सफलता मिल्नेछ तपाईँलाई। आठौँमा राशि वृश्चिक राशि। वृश्चिक राशिवाला व्यक्तिहरूको आजको दिन यस्तो रहन गएको छ। वृश्चिक राशिवाला मेहनतले पदीय जिम्मेवारी दिलाउन सक्छ तपाईँलाई। विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछन्। अध्यात्म भाव जागृत हुनाले परोपकारमा मन जाग्नेछ तपाईँको। धेरैले कामको तारिफ गर्नेछन्। शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त हुनेछ। दाम इनाम र प्रतिष्ठा कमाउने बेला तपाईँलाई आएको छ। नौ राशि धनु राशि। धनु राशिवाला व्यक्तिहरूको आजको दिन परिबन्धले समस्या निम्ति आउन सक्छ। गोपनीयता बाहिरिनाले समस्या आउन सक्छ। स्वास्थ्यका लागि आहार विहारमा
विशेष ध्यान पुर्याउनुहोला। चुनौतीभित्र अवसर खोज्ने समय तपाईँलाई आएको छ। जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक सङ्केत प्राप्त हुन सक्छ। मिहिनेतले गर्दा अप्ठ्यारा परिस्थितिमा पनि केही काम बन्नेछन्। आय स्रोत अलिक कमजोर बन्नेछ भने फजुल खर्च पनि बढ्न सक्छ। तपाईँको 10औं राशि मकर राशि। मकर राशिवाला व्यक्तिहरूको आजको दिन मन मिल्ने साथी भाइ भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विभिन्न सहयोग र उपहार हातलागी हुनेछ। परिवारजनको साथीले नयाँ आशा जगाउनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्रा हुन सक्छ। काममा साथीभाइको सहयोग जुट्नाले उत्साह जाग्नेछ। टाढिएका साथीभाइसँग भेटघाट हुनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन तपाईँले सक्नुहुनेछ। 11मा राशि कुम्भ राशि। अरूको विश्वास गर्दा सुरुमा काम रोकिन सक्छ। मिहिनेतले समस्या दोहोरिनाले अलमलमा पर्न सक्नुहुन्छ। पहिलेका समस्या दोहोरिन सक्छन्, सावधान। गोपनीयता बाहिरिनाले समस्या आइपर्न सक्छ। विशेष उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ने हुन सक्छ। तापनि प्रयत्न गर्दा चुनौती जित्दै काम बनाउन भने सक्नुहुनेछ। तपाईँले शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी हुनुहुनेछ। मिहिनेतले केही लाभ उठाउन भने तपाईँले सक्नुहुनेछ। 12मा राशि मीन राशि। मीन राशिवाला व्यक्तिहरूको आजको दिन शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। अभिव्यक्ति र लेखन कलामा पनि निखारता आउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ लिन सक्नुहुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर हुन सक्नुहुन्छ। तपाईँ हस्त मित्रजनहरू, यहाँहरू सबैको दिन शुभ रहोस्। शुभ दिन, शुभ बिहानी। राधे राधे। भोलि म यसै समयमा हजुरको राशिफललाई लिएर उपस्थित हुनेछु। तबसम्मका लागि राधे राधे।